बुढेसकाल लागिसक्यो तेरो बाउले बनाउँछ यति बेला चाहिँ बोयफ्रेन्ड अब यति बेला बोयफ्रेन्ड बनाएर के गर्नु हात समाउँदै डोराउँदै हेर्नु लाज लाग्दैन छि बोयफ्रेन्ड बनाउनु उमेर भनेको 16-17 उमेर हो कि अब त्यो उमेर त हाम्रो गइसक्यो यार अनि यति बेला बोयफ्रेन्ड बनाएर हुन्छ अब त हामीले बुढा बनाउने उमेर आइसक्यो बुढा हल्ला नगर गाउँघरमा भोज खुवाउने उमेर आइसक्यो बोयफ्रेन्डको कुरा गर्छ नौटङ्कीहरू यही बट्टाले हानेर बरु निधार पठाइदिन्छु अनि निधार चुक्काइदिन्छु अनि थाप्नुहोस् बुढा बनाउने उमेर हो क्या हाम्रो त अब त कहाँ त्यो बोयफ्रेन्ड बनाएर बस्छ त्यो बोयफ्रेन्ड भनेको भर्खरको लक्का जवानको हट्टा पो बनाउने बुढा बनाउने उमेर आइसक्यो माइकेर हल्ला नगर धेरै चुप लगाएर बस धेरै रक नगर घरको रक नगर अब सुरु भयो अलिअलि मलाई यस्तो ट्याक गर्ने त्यो कुच्चो जस्तो हुन्छ नि हो त्यस्तोले मेकअप गर्न मात्रै यस्तो टक हान्ने हुन्छ नि त्यस्तो के हो नामै आउँदैन किन त जता पनि पाइन्छ होइन तर नामै आउँदैन क्या त्यस्तो मेकअप चाहिँ गर्न मन थियो कस्तो देखिन्थ्यो होला हे बा के हो क्या अनि त्यो यस्तो यो परेलामा यस्तो गरेर त्यो के हाल्छ त हो जिन्दगीमा त्यस्तो मेकअप गरिएन यार हुँदै एउटा त लाउन आउँदैन थियो पहिला हामी सानो हुँदाखेरि हामीले यस्तो क्रिमहरू देखेको चाहिँ होइन त्यो लिपकार भन्छ नि हो त्यो लिपकार चाहिँ हामीले अनुहारमा लाएर हिँड्थ्यो क्या माझेर लास्टमा त्यो पछि ठुलो भएपछि थाहा हुँदा त ओठमा लाउने रहेछ नि त लिपकार के अनि अर्को चलेको भनेको हो यस्तो गालातिर फेसतिर लाउने फेन लभली भन्ने थाहा छ त्यो पत्तावाला त्यो पनि बट्टावाला होइन पत्तामा हुन्थ्यो नि सेतो हुन्छ भन्थ्यो अनि दिदीहरूले यसलाई लाउँथ्यो तिनीहरूकै घस्काउँथ्यो ए बा पुरै नगर त्यसमा पनि छुट्टै मजा थियो यार गएँ सकियो त्यसलाई के निस्क्यो अहिले त कति थरीको घरि ब्रान्डेड भन्छ घरि के अरे ओरिजिनल डुप्लिकेट भन्छ थुतुनोमा लाउने पनि हरेक कुराको के हो हरेक कुन ओरिजिनल कुन डुप्लिकेट केही थाहा हुँदैन नाटकै बेसी महँगो जति चाहिँ ओरिजिनल टेक्यो त्यसको अब गएर यही झालामा घस्ने पनि फेरि कुरीहरू जिन्दगीमा गाजलले नछाउने आएमा फेरि मै हो गाजलले जिन्दगीमा छाउँदैन त्यही भएर लाउँदिनँ पनि फेरि आँखा पनि लास्टै बोल्छ गाजल लाउँदा अरूको सुहाएको त्यो क्या लाउनु जस्तो लाग्छ होइन फेरि गाजल घस्काउनु जस्तो जाँगर चाहिँ चल्दैन छैन पनि मसँग गाजल यो एउटा त हात लगाउने बानी भएर मात्र मन परेको यो